गुड इभिनिङ नमस्ते सबैजनालाई। म चाहिँ यति राति भिडियो बनाउँदैछु किनभने दिउँसो चाहिँ बनाउनु पाइनँ नि त। मेरो चाहिँ नानीको एक्जाम हुँदैछ, सेलेक्सन क्लास 10 को। अस्ति 5 वटा दसैँ अगाडि भइसक्यो। अब पर्सि 13 तारिक स्कुल लाग्छ। स्कुल लाग्छ 14 तारिकदेखि फेरि एक्जाम छ। अन्त आफै त अब पढ्नु पनि मुस्किलले पर्छ। अहिले नानीहरू कस्तो फोनले गर्दा पढ्नु मान्दैन। अन्त जति पनि गुगलमा खोज्यो नोट्सहरू आफै सार्दै आँखा चस्माबाट पनि मैले राम्रो केही देखेको छुइनँ। आज यति ब्लर भइरहेको छ। अन्त र पनि होस् भोलि पनि भ्याउँछु कि भ्याउँदिनँ भनेर चाहिँ मेरो चाहिँ अनबक्सिङ भिडियो लिएर आएको आज होइन। म चाहिँ हिजो सिलगढी गएको थिएँ। दिदीको छोरी दुईजना नातिहरू आएको थियो। दिदी पनि आएको छ नि त भेट्नुलाई। अन्त तिनीहरूसँगै यसो घुम्नु पनि हुन्छ, हल्का सपिङ पनि भनेर गएँ। अन्त त्यही हो, गएर सबभन्दा फर्स्ट चाहिँ अब यो विशाल मेगा मार्टै गएको थिएँ। गएपछि तिनीहरूले मात्रै के किन्छ भने क्या आफूलाई पनि देखेपछि मन लागिहाल्छ होइन। र फेरि ल्याएपछि तपाईँहरूसँग सेयरिङ गर्नु मन लाग्छ। र मैले चाहिँ खानेकुरोहरू चाहिँ नानीहरूले यताउता के गरिसक्यो होइन। एक दुईवटा सामान चाहिँ छ, त्यो चाहिँ म तपाईँहरूलाई देखाउँछु, हेर्नुहोस् ल। सबभन्दा पहिला चाहिँ मैले चाहिँ यो छ कफी मग त कि, तर मलाई यस्तो मनपर्छ। यो भित्र स्टिल भएको अलिकति सानोमा छ, एउटा ठुलोमा पनि छन्। यो क्याप पनि छ कि यहाँ चाहिँ तपाईँको सानो हो, तपाईँले यसरी सिप गर्नु सक्छ। यो ल्याएँ। यसको प्राइस चाहिँ तपाईँको 199 देख्नुभयो कि भने। म त मेरो आँखा ब्लर भइरहेको छ साथी हो, देखेँ कि देखेँ यो हो। अन्त छोरीको नानीहरूलाई पनि किनिदिएको थिएँ के सबै उनीहरूको चाहिँ लग्यो। यो चाहिँ छोराले वाटर बोतल पानी पनि हालिरहेछन्। यसको चाहिँ 249 राम्रो छ। यो ठुलो पनि छ, पानी खाँदैन मेरो चाहिँ सानोले कि छोराले। र यसो ठुलो हेऱ्यो, यसो हालिदिइराख्यो भने चाहिँ खान्छ कि भनेर। कलर मिठो छ नि, ग्रिन। कस्तो लाग्यो कमेन्ट गर्नुहोस् ल तपाईँहरू पनि। अर्को चाहिँ यस्तो बोतल पनि मलाई चाहिँ होमस्टेमा चाहिबस्छ। अब कतिले मिनरल वाटर खान्छ, कतिले चाहिँ स्प्रिङ वाटर, हाम्रो यताकै होइन फिल्टरको पानीहरू पनि मान्छ। यो चाहिँ 49 को हो कि, तर अहिले चाहिँ अफर प्राइस 29। एउटा बोतलको 29। मैले चाहिँ 3टा ल्याएको छु यस्तो। अस्ति पहिला पनि 3टा ल्याएको छु, 6वटा बनाइदिएँ। अर्को चाहिँ हेर्नु न, मिनी प्यान कि, तर अब यो चाहिँ सानो छ हेर्नु। के चाहिँ बनाउनेछ मलाई पनि थाहा छैन, तर मलाई सानो मन परेर चाहिँ ल्याएको। यसको चाहिँ प्राइस रहेछ 299 थियो, तर यो चाहिँ अफरमा 179 मा थियो। राम्रो छ, सानो हेर्नुहोस् न। यो मन परेर ल्याएँ हो। अर्को अन्त मैले अस्ति दसैँमा पर्दा मलाई सिटिङ रुमको मेरो डाइनिङको चाहिँ एकदम मन पर्यो। अब बेडरुमहरूको चाहिँ कस्तो, अब हाम्रो त्यस्तो प्लेन्समा जस्तो ठुल्ठुलो बेडरुमहरू त छैन होइन। ठिकैको बेडरुमहरू छ सानसानै। अन्त त्यो बेडरुमहरूमा चाहिँ अलिक ब्राइट पर्दाहरू लगायो भने राम्रो देख्छ भन्ने चाहिँ अब मलाई चाहिँ त्यस्तो लाग्छ। तर मेरो चाहिँ म चाहिँ अलिक ब्राइट मन पराउँछु, हस्बेन्डले चाहिँ फेरि ब्राइट मन पराउँदैन। र पनि अब बेडसिटको वालको कलर सबै म्याचिङ गराउनु पर्यो। र म चाहिँ केही नसोची गोल्डन र पिङ्क मिक्स भएको ल्याएको थिएँ। पर्दा चाहिँ राम्रो, तर लाउँदा चाहिँ मलाई किन हो त्यो म्याच चाहिँ गरेन रुममा। छोराको चाहिँ त्यो बेडसिटहरूसँग एकदम म्याच भइरहेको छ। हाम्रो रुमकै मन परेको थिएन त। हिजो फेरि त्यहाँ एउटा मन परे ग्रिनमा यो ल्याएको चाहिँ एउटा प्याकेटमा 2टा छ। यो एउटाको प्राइस चाहिँ तपाईँको 569 रहेछ, 2टाको तपाईँको 1000 समथिङ, यस्तै 1100 कति पर्दछ दुईटालाई। यो ल्याएको थिएँ। यसमा चाहिँ तपाईँको 8वटादेखि माथि किन्यो भने चाहिँ 10% डिस्काउन्ट थियो। मेरो चाहिँ ठिक्कै 8वटै चाहिन्थ्यो होइन। त्यसमा 10% डिस्काउन्ट भएर कति माइनस भयो।
अन्त यो ल्याएको छु यो लाएर लाउनु पर्यो भनेको आज त अलिक लामो हुँदो रहेछ हाम्रो त खिड्कीमा बेला काटेर बनाउनु छ है तपाईँलाई कस्तो लाग्यो यो कलर मलाई चाहिँ योभन्दा अलिक ब्राइटै मनपर्छ कि तर अब यस्तो कलर त पुरा मनपर्छ नि तर हाम्रो अब गाउँ बस्तीको घरमा चाहिँ अलिकति मलाई चाहिँ झालक झुलुक्क मनपर्छ कि पर्दाहरू चाहिँ अन्त बेडसिट ल्याएको छु फेरि हेर्नुहोस् न बेडसिट अस्ति पनि ल्याएको थिएँ होइन फेरि मन पर्यो बेडसिट अब हाम्रो यता त वाइटहरू मनपर्छ नि तर हुँदैन बर्खामा यो दुईवटा पिलो कभरसँगै छ हो यसको चाहिँ थियो 429 तर बाई 2 गेट 1 फ्री है यो चाहिँ यो एउटा ल्याएँ होइन म चाहिँ यो राखौँ कि जस्तो पनि लाग्दैछ यो भयो त्यहाँदेखि अर्को गाँठो पऱ्यो के अर्को चाहिँ यो छ यता यस्तो कलर छ यहाँ यो छ पिलो कभरको चाहिँ यस्तो छ कलर यो पनि सेम हो 429 यो दुईवटा कुनै पनि दुईवटा किन्दा चाहिँ एउटा फ्री भन्यो कलर खोज्दा फेरि एकदम कतिवटा त कस्तो नराम्रो क्वालिटीको पनि राखेको हुन्छ नि त कतिवटा भन्दा पनि ज्यादा जस्तो चाहिँ क्या अन्त यो चाहिँ खोज्दा बल्ल अन्त उसै लान्छु भनेर यो ल्याएँ होइन यसको चाहिँ पिलो कभर यो चाहिँ 429 हो त्यो दुईवटा किन्दा चाहिँ एउटा फ्री यो र त्यो फर्स्ट यो र यो दुईवटामा चाहिँ कुन चाहिँ राख्नु कमेन्ट गर्नुहोस् ल साथीहरू मेरो आफ्नो बेडरुमको लागि यो भयो अब सक्यो सबै अर्को कुरो चाहिँ त्यहाँ सपिङ गर्दा अस्ति मैले दसैँमा पनि 10,000 क्रस गर्दा तपाईँहरूलाई देखाएको थिएँ त्यो कुकर टाइपको मटेरियलको कराई थियो ग्लासको लिड भएको होइन त्यो 1999 को 1 रुपियाँ पनि परेको थिएन 10,000 क्रस गर्दा चाहिँ त्यो पाएको थिएँ हिजो पनि मेरो 10,000 क्रस गर्दा चाहिँ तपाईँको यो पाएको छु पिलो दुईवटा राम्रो खालको छ कि तर अब हामीलाई त साह्रै यो फर्मको तर आइहाल्छ कुचिँदैन रहेछ क्या यो पनि 1999 का रहेछ दुईवटा तर यो चाहिँ मलाई 1 रुपियाँ पनि परेन यो पाएँ यो पनि मैले फ्री गिफ्ट यति हो अरू चाहिँ सबै नानीहरूको लग्यो छोरीको पनि लग्यो होइन छोराको खानेकुरोहरू के थियो सबै निकालेर अन्त यति चाहिँ खोलेको थिइनँ र तपाईँहरूसँग सेयर गरेको र तपाईँहरूलाई कस्तो लाग्यो कमेन्ट गरिदिनुहोस् र अर्को पनि तपाईँहरूलाई म भनिराख्छु ल मैले होम डेकरको यो घरकै कतिवटा वालहरूको होइन सो पिसहरू पनि मैले अनलाइन मगाएको छु त्यो कहिले आउँछ त्यसको पनि म भिडियो बनाएर तपाईँहरूसँग सेयर गर्छु अहिलेको लागि चाहिँ यति नै तपाईँहरूलाई कस्तो लाग्यो कमेन्ट गरिदिनुहोस् होला गुड नाइट बाई बाई टेक केयर